त्यो ज्यानको दुईवटा मात्र नाता छ, एउटा मेरो आमा र अर्को धरती आमा। मेरो आमाको लागि कसैलाई पनि काट्न सक्छु भने सोच। बलिदान 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 नेपालीहरूको सबैको मनमा बस्न गइरहेको इनकमिङ मुभी बलिदानले पिजी सर्टिफिकेट पाएको छ र यसको साथमा आउने दुईवटा चलचित्र हरिबहादुरको जुद्ध र माइतीघर चलचित्रले भन्दा धेरै सो पाएको छ र ती चलचित्रभन्दा यो चलचित्र निकै नै छोटो रहेको छ। 2 घण्टा 4 मिनट मात्रको बनेको रहेछ बलिदान मुभी। साथीहरू, यो चलचित्रको बारेमा आज कुराकानी गर्दैछौँ। नमस्कार साथीहरू, देशमा आउने सबैभन्दा पावरफुल नेपाली फिल्म बलिदानको बारेमा सुन्नुभएको छ। आजको भिडियोमा म तपाईँलाई यो फिल्मको कस्तो, यसको कथा, कलाकारहरू र यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने सम्पूर्ण जानकारी दिनेछु। बलिदान नेपाली दर्शकका लागि खास फिल्म बन्ने तयारीमा छ। देशभक्तिपूर्ण कथा, राजनीतिक ड्रामा र इमोसनल कथाले भरिएको यो फिल्म 2022 सालको दशैंमा रिलिज हुँदैछ। फिल्मलाई निर्देशन गरेका छन् सन्तोष सेन, जसले पहिलो फिल्म प्रेम गीत जस्ता फिल्म बनाइसकेका छन्। तर यो चोटि उनले एकदमै गम्भीर र ठुलो विषय लिएर आएका छन्। मुख्य कलाकारहरू समीर भट्ट, सौगत मल्ल, अर्पण थापा, रिचा शर्मा, यी सबै कलाकारहरू दमदार भूमिकामा देखिने छन्। फिल्म बलिदान एक साधारण मानिसको कथा हो जसले अन्याय विरुद्ध बोल्न हिम्मत गर्छ। यो कथा हो देशको माया, लडाई, परिवर्तनको सपना र त्यसमा लाग्ने बलिदानीहरूको। फिल्ममा 42 फिट अग्लो कालीको मूर्ति देख्न पाइनेछ, जुन क्लाइमेक्सका लागि बनाइएको हो। साथै फिल्ममा दक्षिण भारतका एक्सन निर्देशकले काम गरेका छन्, जसले गर्दै एक्सन पनि दमदार हुने देखिन्छ। तपाईलाई यो फिल्म कस्तो लाग्यो? के तपाईलाई दशैंमा बलिदान हेर्न चाहनुहुन्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद साथीहरू।